11 बजेर 26 मिनट जाँदा दरबारमा त्यति बेलाको 7वटा कम्युनिस्ट पार्टीहरू, 7 वाम मोर्चा र नेपाली कांग्रेस अनि राजाका प्रतिनिधि बसेर एउटा सहमति गरियो। त्यो सहमति रेडियोमा फुकेर सुनाइयो अनि संविधानलाई तत्काल निलम्बन गरियो र नयाँ चुनाव, पहिलाको संविधान भन्दा अर्कै चुनाव गरियो। पहिलाको संविधान बमोजिम गरिएन। अब त्यो संविधानलाई पनि अन्त्य गरेर नेताहरूले धेरै मान्छेहरू मारे र 62-63 मा भएको विद्रोहपछि अर्को नयाँ संविधान ल्याउनका लागि भनेर पहिलाको संविधान निलम्बन गरियो अनि एउटा सानो घोषणा तयार गरियो र आन्दोलनकारीले भने बमोजिमको सरकार गठन गर्नलाई सरकारका लागि निर्वाचन भयो। अब अहिले भएको जेन्जी विद्रोह जो ऐतिहासिक युगान्तकारी विद्रोह छ, यो युगान्तकारी विद्रोह हो भनेरै मान्यता दिएनन्। पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश, वरिष्ठ भनिएका वकिलहरू, विश्लेषकहरू कसैले पनि यो युगान्तकारी परिवर्तन हो भन्ने मान्यता नदिएको प्रमाण के हो भने युगान्तकारी परिवर्तनमा पहिलाको संविधानलाई निलम्बन गरिन्छ अनि नयाँ संविधान लिएर आइन्छ। त्यो नयाँ संविधान नआउन्जेलसम्मका लागि एउटा घोषणा तयार गरिन्छ। त्यो घोषणा भन्दा अगाडि जाने हो भने अन्तरिम शासन विधान वा अन्तरिम संविधान ल्याइन्छ। अहिले मात्रै पहिलो पटक यस्तो भयो जहाँ न अन्तरिम शासन विधान ल्याइयो न अन्तरिम संविधान ल्याइयो। तर पहिला चाहिँ चुनाव नगरिकन डाइरेक्ट आन्दोलनकारीका तर्फबाट संसदमा सांसद बनाएर ल्याइन्थ्यो। 62-63 मा चुनाव नगरिकन 83 जना माओवादीलाई सांसद बनाएर ल्याइयो। एमाले र उसमा कांग्रेसमा पनि थपियो। अहिले चाहिँ चुनावबाट आउनुपर्छ भनियो। अब अहिले फेरि अर्को के गरियो भने पहिलाकै संविधान अनुसारको नै चुनाव हुन्छ, तिमीहरूले भने जस्तो हुँदैन भनेर जेन्जीहरूलाई भनियो।